नमस्ते नमस्ते एउटा गीत गाइदिनु मिडिया हेर्ने मान्छेहरूलाई दर्शकहरूलाई कसरी फेमस हुने भनेर क्रिन्जवाला कन्टेन्ट हान्नु फेमस हुनु को परिचय मेरो नाम चाहिँ मिस्टर ह्यान्सम हामी के मागो कस्तो भइरा फेभरेट प्रोग्राम आफ्नो अध्ययन पूरा गरी थप अध्ययनको लागि उत्सुक जागरुक र मास्टर डिग्री पढ्नको लागि अत्यन्तै उत्साह भाव बोकेर हाम्रो यो जनप्रिय क्याम्पसमा उपस्थित स्नातक तह चौथो वर्ष कम्प्लिट गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई क्याम्पसको तर्फबाट बिदाई तथा पुनः स्नातकोत्तर तह अध्ययनका लागि स्वागत गर्ने कार्यक्रम अन्तर्गत र हाम्रा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको हुँदा यो कार्यक्रमको शुभारम्भ गर्न म विद्यार्थी शाखा प्रमुख बेदरी तिमेल सिन्हा अगाडि बढ्न चाहन्छु। यो स्वागत विदाई कार्यक्रमको प्रमुख अतिथिको आशीर्वाद गर्न चाहन्छु। सबै वर्षमा गरी हाई एग्रिगेट नम्बर प्राप्त गर्ने सन्तोष उहाँले एग्रिगेटमा चारै वर्षमा 72.25% अङ्क प्राप्त गर्न सफल हुनुभएको छ भने त्यसै गरी चौथो वर्षमा समथिङ ल्याउन सफल हुनुभएको स्नातक तह चौथो वर्षमा 84% ल्याउन सफल हुनुभएकोमा उहाँलाई पनि अगाडि आइदिनु न म अनुरोध गर्न चाहन्छु। 84% भनेको नट अ जोक, मैले पनि 8को अङ्क लगाउने भनेको धेरै महत्त्वपूर्ण हो। म विद्यार्थी भाइहरूलाई धेरै धेरै धन्यवाद, धेरै धेरै बधाई र उज्जवल भविष्यको कामना व्यक्त गर्न चाहन्छु। विद्यार्थी शाखा प्रमुखको तर्फबाट समग्र क्याम्पसको तर्फबाट म उहाँलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। यसै क्रममा हाम्रो जनप्रिय बहुमुखी क्याम्पस स्नातक तह स्नातकोत्तर सबै तहबाट नेपाल राष्ट्र ब्याङ्कले आफ्नो कार्यक्रम अन्तर्गत जुन एउटा हाजिर जवाफ प्रतियोगिता आयोजना गरेर सो हाजिर जवाफ प्रतियोगितामा ग्लोबल मनी विक 2024 अब यसपछि सम्पूर्ण विद्यार्थीहरूलाई क्रमशः इतिहासको रूपमा पनि रहन्छ, त्यसैले ध्यान दिएर चाहिँ म कामना गर्न चाहन्छु। विद्यार्थीहरू चाहिँ नआत्तिनुहोस्, किनभने जापानिज एउटा प्रभाव छ, फल्स डाउन 7 टाइम्स, स्ट्यान्ड अप इन 8।
7 पटकसम्म मान्छे फेल भयो भने म पास हुन्छु भने चाहिँ होप गर्नुपर्छ, आत्तिनु पर्दैन। तपाईँहरूलाई पनि म शुभकामना दिन चाहन्छु। र अन्त्यमा यो कार्यक्रम छोटो सूचनाबाट चाहिँ हामीले आयोजना गर्दा पनि यति धेरै विद्यार्थीहरू मलाई लाग्थ्यो 20-30 जना नै आउने हो कि होइन भन्ने मलाई लाग्थ्यो। यति धेरैजना आइदिनु भयो। हामी क्याम्पस परिवार अत्यन्तै खुसी छौँ। तपाईँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईँको जीवनमा बिदा हुन्छु। धन्यवाद। आज यो चौथो वर्ष पार गरेर अब यो अफिसियल्ली विदाई हुन लाग्नुभएका हाम्रो आदरणीय विद्यार्थी, प्रिय विद्यार्थी भाइ बहिनीहरू, म सर्वप्रथम तपाईँहरूले 6 वर्ष कोही यहाँ +2 बाट सुरु गर्नुभयो होला, त्यो बिचमा आउनुभयो होला, चाहे 6 वर्ष चाहे 2 वर्ष होस्, सम्पूर्ण विद्यार्थीको जीवन सुखीमा रहोस् म कामना चाहन्छु। त्यसमा फेरि पनि सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू जो आज चाहिँ चौथो वर्षमा तपाईँहरू हुनुहुन्छ, तपाईँहरूको जीवन सुखीमा रहोस्, तपाईँहरूको सही गन्तव्यमा तपाईँहरू पुग्दै हुनुहुन्छ। यही कुरा राख्दै जनप्रिय बहुमुखी क्याम्पसले हरदम तपाईँलाई, तपाईँहरू जहाँ गए पनि तपाईँ यहाँ पढ्नै पर्छ, तपाईँ यहाँ नपढे पनि तपाईँलाई यो क्याम्पसको ढोका तपाईँलाई खुला छ। तपाईँहरूले हरदम यो क्याम्पसको विकासमा, यसको उन्नतिमा आफ्नै घर ठानेर, आफ्नै सर आदरणीय सरहरू ठानेर तपाईँहरू यहाँ आउनुहुन्छ भन्ने कामना गर्दै पुनः एकचोटि विदाई भएर जान लाग्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीको जीवन सुखी रहोस् र यहाँ सम्मानित हुनुभएका प्रिय विद्यार्थी भाइ बहिनीको पनि जीवन सुखी रहोस् भन्ने कामना गर्दै बिदा हुन्छु। धन्यवाद। विद्यार्थीका अगाडि राखेर जानुभयो क्याम्पसका अध्यक्षज्यूलाई हार्दिक धन्यवाद। र अन्तमा म एउटा मात्र छोटो एउटा युगको अन्तमा नयाँ अध्याय कोर्दैछौ तिमी, नयाँ अध्याय कोर्दैछौ तिमी, यी भित्ताहरूलाई साँची राखेर सपनाको बिउ रोप्यौ तिमी। अब यिनै सपनालाई साकार पार्न हिँड्दैछौ तिमी, हिँड्दैछौ तिमी। हामीले बिताएका हरेक पल केवल यादमा सीमित मात्र नहोस्, केवल यादमा सीमित मात्र नहोस्। नयाँ बाटोमा सफलताको शुभकामना फुल फुलिरहोस्, यही छ शुभकामना। यो कार्यक्रमलाई समापन विधिवत रूपमा समापन गरिदिनु हुन कार्यक्रमका अध्यक्ष व्यवस्थापन संकायका विभागीय प्रमुख ऋषिराम ढकाल सरलाई अनुरोध गर्दै भाइ बहिनीहरूलाई हामीले एउटा ग्रुप फोटो, अहिले फोटोको जमाना, तस्बिरले धेरै कुरा बोल्छ, त्यो तस्बिर लिने हाम्रो कार्यक्रम पनि छ। तसर्थ उहाँले छोटो बोल्नुहुन्छ, त्यस पछाडि हाम्रो एउटा ग्रुप फोटो लिएर विदाई हुने कार्यक्रम छ। बिदा हुन चाहन्छु। हस्, धन्यवाद। जय जनप्रिय। तपाईँहरूको शैक्षिक जीवन सफलता बन्न सकोस्, शुभकामना। तपाईँहरूसँग हामी सधैँ यो विदाई होइन सँगै रहन चाहन्छौँ। यति कुरा राख्दै आजको यस समारोहलाई यहीँ समापन भएको घोषणा गर्दछु। गाइज हाम्रो चाहिँ फर्मल प्रोग्राम सकियो। अब चाहिँ हामी यहाँ ग्रुप फोटोको लागि रेडी। हाम्रो कलेज सिद्धियो। यो लास्ट दिन हो, अब जेएमसीमा गइदियो भने हाम्रो सकियो मार्केटिङको टप्पर आरती। नाम भनिदिनुहोस् न त्यहाँ। मेरो नरेन्द्र नमगर। यस्तो चाहिँ के सोध्छ अरे? अनि आज कस्तो लागिरहेको छ आज हजुरको यो विदाई कार्यक्रम? एकदम रमाइलो लागेन। सबै विद्यार्थीहरू आएनन् अनि त्यही भएर रमाइलो लागेन। साथीभाइहरू कसलाई मिस गर्यो धेरै? घाम छ र? तिम्रो घाम छैन? कसैलाई मिस भएर तर नाचगान भएन, त्यही भएर हो। तिमी किनभने डान्स देखाउँथ्यौ होला नि दादा। होइन, म चाहिँ डान्स चाहिँ जज गर्थेँ कि, म चाहिँ नाचे चाहिँ होइन, अरू चाहिँ हिँडेर जज गर्थेँ। त्यही भएर चाहिँ रमाइलो भयो। त्यही ल, अनि अब हाम्रो यो कलेज लाइफ पनि भयो, अन्तिममा के भन्न चाहन्छु यहाँ सबैलाई? के भन्नुपर्छ? होइन, जस मेसेज अब के हुन्छ नि, केही भन्न मन लाग्छ कि अब सबैलाई बेस्ट अफ लक फर योर फर्दर लाइफ। त्यही हो। थ्याङ्क यू। र अब नमस्ते, तपाईँको नाम भनिदिनुहोस्। मेरो नाम सबिन गौतम। अनि जनप्रिय क्याम्पसमा
अध्ययनरत विद्यार्थी। अनि तपाईँको पर्सेन्टेज भनिदिन चाहनुहुन्छ यहाँ टपर एज अ टपर? मेरो पर्सेन्टेज त्यस्तै 72.34। कति हो त्यो मार्क्स चाहिँ? मार्क्स भनेको ठिक छ ठिक छ। अनि आज यसरी कलेजले टोटलमै हो त्यो, फर्स्ट सेकेन्ड थर्ड सब। आज के अरे कलेजले यसरी हजुरलाई यसरी गरिदिनु भएन होइन? पर्सेन्टेज छोडिदियो कि छोड्दै अहिले? एकछिन डिस्टर्ब लगाएर थियो मेरो साइडबाट। आज यसरी सम्मान गर्नुभयो हजुरलाई कस्तो लागिरहेछ हजुरलाई? एकदम रमाइलो लाग्छ, तर नाच्न पाइएन। त्यति हो। नाच्न पाएन है? दिस इज यो भनेको टपरको लागि दिएको, यो भनेको टपरको लागि छुट्टै सम्मान। अनि कलेज लाइफ पनि अब इन्ड भयो नि त, अब धेरै गयो, अब कसैको त नहुन पनि सक्छ किनभने ब्याकहरू पनि हुन्छ होइन। तपाईँले के भन्न चाहनुहुन्छ सबै यो हाम्रो मिडिया हेर्ने मान्छेहरूलाई, दर्शकहरूलाई? आशीर्वाद दिनुभयो। ल भन्नुहोस् न ल म्यासेज। हजुरको जीवन उज्जवल हो। अब हाम्रो अर्को गेस्ट हुनु रहेको छ। नमस्कार, हजुरको परिचय? मेरो नाम चाहिँ मिस्टर ह्यान्सम। कस्तो लागिरहेछ आज मलाई कलेज? एकदमै रमाइलो लागिरहेछ। जे ठिक छ, मैले टप गर्न पनि सफल भएँ। यो प्रत्येक हुन्छ नि एग्रिगेटमा मेरो ओभरअल मेरै धेरै आएको छ। टपर है, एग्रिगेटमा मेरै धेरै आएको छ। अब मेरो फेस पनि राम्रोसँग हेर्न सक्नुहुन्छ। चोर जस्तो छ। अनि अब यो पछि अब जेएमसी कलेजलाई के भन्न चाहनुहुन्छ? जिएमसी कलेजलाई मैले के भन्न चाहन्छु भन्दा एग्रिगेटमा मैले टपिसकेपछि मिनिमम 20,000 मलाई अब प्राइज दिनु पर्यो। ओ माय गॉड, थोरै भयो। 20,000 त एकछिनमै सकिन्छ, खारै सकिन्छ। 1 लाख चाहिँ दिनु पर्यो। त्यो चाहिँ हुन्छ ल। अनि यो हेरिराख्ने अब +2 भर्खर पास गरेकोहरूलाई जेएमसी आउनु के गर्नुहुन्छ? रिकमेन्ड गर्नुहुन्छ कि नै? मैले रिकमेन्ड गर्दिनँ। म निस्किसक्यो भन। म निस्किसकेँ। अब तपाईँहरू आउनुभयो भने नि म जस्तो हेन्सम केटा देख्नुहुन्न। रिकमेन्ड गर्दिनँ। लास्टमा के भन्न चाहनुहुन्छ? लास्टमा धन्यवाद। अरू केही मेसेज? अरू ठिकै छ। जियोस् पढ्न आउनुहोस्, राम्रो छ। ठिक छ, आउनुहोस् भन्न चाहन्छु। ल थ्याङ्क यू। हजुरको नाम? मञ्चरको बोल्नुहोस् न हाम्रो। मेरो नाम सोमत। अनि आज कस्तो लागिरहेछ हजुरलाई? एकदम रमाइलो, एकदम रमाइलो लाग्यो। के रमाइलो लाग्यो? सबैलाई भेट्न पाउँदा मलाई एकदम रमाइलो लाग्यो। यो चाहिँ हाम्रो कलेजको अन्तिम दिन। मलाई अहिले हिँड्न नि मन लागिरहेको छ। हाँसेर बिदा हुन चाहन्छु। अनि चाहिँ के भन्न चाहनुहुन्छ अन्त्यमा? केही नै होइन साथीहरूलाई अब यो हेर्ने हाम्रो दर्शकवृन्दहरूलाई के को लागि? के को लागि बेस्ट अफ क्ल्यारिफाई गरिदिनुहोस्। नमस्ते। मेरो नाम वर्षा स्टिल। अनि तपाईँ टिकटकमा निकै फेमस देख्छु मैले, तपाईँको भ्युज पनि लाखौँमा आउँछ, त्योमा के भन्न चाहनुहुन्छ? म के भन्न कसरी आउँछ? केही अल्गोरिदम केही ह्याक छ हजुरको यस्तो टिकटक हाम्रो कसरी फेमस हुने भनेर? क्रिन्जवाला कन्टेन्ट हान्नु फेमस हुनु। परिचय दिनुहोस्। मेरो नाम वर्षा स्टिल। अब एउटा गीत गाइदिनु। एउटा गीत गाइदिनु। तपाईँ टिकटकमा एकदम भाइरल हुनुहुन्छ होइन? तपाईँको हालसालै 1000 फलोवर पनि घटेको छ। तपाईँले केक कहिले काट्नुहुन्छ भन्नु? हजुरले सरप्राइज दिनुहुन्न मलाई। अब एउटा गीत गाइदिनु। अनि तपाईँ चाहिँ कति ल्याउनु पर्यो? कति अङ्क प्राप्त गर्न सक्नुहुन्छ? केमा? टिकटकमा? मेरो 5 लाख। होइन यो हाम्रो BBS त्यो BBS-मा मेरो 500। कति टोटल मार्क्स मेरो 500 GPA आयो। भनेपछि तपाईँ त एकदम धेरै मेहनत रहेछ। अब केही टिप्स दिनु न, कसरी पढ्ने के छ? राति 2-3 बजे उठेर पढ्नु होला है। अब एउटा गीत गाइदिनु। गाइदिउँ न। आउँदैन मलाई गीत। तपाईँलाई धन्यवाद। थ्याङ्क यू। हामी निस्किन लागेको। बाई बाई। खै प्रवीण बाई गर। बाई। चाहिँ कलेजमा फेयरवेल सकेर यहाँ आफ्टर फेयरवेलको खाना खान आइरहेको छ। पूजा गर्ने मान्छेहरू।
गाइस यो सेकेन्ड लट है उज्जवलको सेकेन्ड लट होइन फर्स्ट लट अपार सक्छ होइन सक्दिनँ अरे सोमतको नि हामी त खाएर सक्यो गाइस आजको वेदर जस्तो दामी भएछ घाम छैन त्यही पनि घाम लागिरहेछ उजुरको जिन्दगीमा घाम लागिरहेको हामी चाहिँ भर्खर खाएर बसेको यहाँ पेट डुस्स भएछ एकछिनको लागि यहाँ लेक हेर्दै बसेको हामी उज्जवलले त्यत्रो खाएर पनि त्यसको पेटै छैन के हो तिम्रो राज भन त यो मेरो रात चाहिँ होइन मसल टाइट छ नि त कति राम्रो देखेको हामीले त्यत्रो भिडियो गरेको लास्टमा आउट्रो गर्ने बिर्स्यो हामी चाहिँ अहिले एडिटिङको पार्टको एन्डमा आएर अहिले आउट्रो गर्ने बिर्स्यो भने थाहा पाएँ Thank you for watching, guys. Peace out. Bye, Bye, guys. उजले आज एकदम मिस गरेको हामीलाई है घाम आयो तिमी किन नआगे पास भइदियो त त्यो आउनु पर्ने हेरेर सबले पाए अनि तिमीले नि पाउँथ्यौ भन न उजल त्यही सेन्टी महिना मात्र भयो अघि देखेको तिमीलाई फोर्थ इयरमा आएर अब यही मेरो मेसेज राम्रोसी गर प्रगति गर होइन बिहा गऱ्यो पनि बिहामा बोलाऊ एक्सेप्टेन्स अब लाइक के भन्छ ठिक छ ओके छ त ए